नमस्कार। आजको दैनिक खबरमा तपाईहरुलाई स्वागत छ। आजको मुख्य समाचारहरू। आज कोरियामा बस्नुहुने हामी 4 जना साथीहरू आज समुद्र घुम्नको लागि जाने निधो भएको छ। अब समाचार विस्तारमा। आइगो म त आज त यस्तो गिराउँदै बस्दै गरेको हो क्या। कति खतरा गिराइदिएको ल भिडियो हेरौँ न त भिडियो हैन रेकर्ड गरे अझै रेकर्ड त भनिरहेको छु त। गन्धे फुटेर सेतै भयो। ट्र्याकमा पो मैले त पुरै कस्तो डल्लो देखाइँदैन। फिर से उठ चला। त्यो बाइक कस्तो यस्तो दुकान बस्छ हुन्छ है बाइकको भनेर के ठुलो भए जस्तो लाग्छ। पुरा बच्चावालामा यस्तो कार्टुन पेसरी हेरिन्थे। कस्तो दामी देखाएर नि तोरीबारी जस्तो। म बच्चा हुँदा त मोबाइलै आएको थिएन होइन होला के हो ऊ बच्चा भएर मोबाइलै आएको थिएन भनिदियो। यो कुकुर त कत्रो आउँछ यार। मलाई भने के आयो मलाई भने के आयो। त्यही भएर त बढी सरे हो। मैले कुकुरलाई नै भनेको हो के। कहाँबाट आउँछ कुनै यस्तो यस्तो कुरा भने। सोझो मान्छे हो कि फेरि सोझो मान्छे। कहाँबाट जाने हामी यताबाट कि परबाट जाने हो दाइलाई भन त। हारुबाङ बाजेको नाकमा छौ त साथी। सिगान होला त्यो छोरा पाउँछ रे त्यो भयो भने। दाइ यहाँ सुन्नु न लास्ट दाइलाई पो लचुनु रे। उसले त छोरै जरा पाउनु हुन्छ त। हतौडी यो चाहिँ हतौडी वाला के। अलिक घोप्टो गरेर कुद न अनि बल्ल सोच्छु। खै कुनी कसरी कता कता देख्छ र। यो लाइट पनि हाल्दै एकदम मानि सुनेर चाहिँ यो त। यो चाहिँ हाम्रो नेपालको एकदम दामी। यसमा चाहिँ तपाईले विभिन्न प्रकारको फिचर्सहरू पाउन सक्नुहुन्छ। ट्याक्क उठले चाहिँ पनि काम गर्न सक्नुहुन्छ पानी नखाई बिहानदेखि बेलुकासम्म। तपाईलाई तपाईको दिनको दिनचर्या कामहरुमा एकदम धेरै हेल्प गर्छ।
हजुर यो साइकलिङ हो ए यो हो खै खान देऊ त एकचोटि त्यो बसेर चलाउने होला हौ त्यो त कहाँ त्यसरी ठाडो भएर चलाउने हो र त्यहाँ घोडा कस्तो बवाल हो क्या घोडाको चिन्ह हजुर जाउँ 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 लेट्स गो गइसके टाइम बनायो क्या यसरी पानी भरेर त्यसमा झन् कस्तो दाम देख्यो क्यामेरा कस्तो 3D जस्तो देख्यो कि क्यामेरामा पनि धक्क होइन ऊ त्यो सँगसँगै हल्ल्या क्या हेर्ल हेर यहाँ फुल फेरि तर यो साइडपट्टि त डेन्जर धेरै वालहरूमा पनि सबै पेन्ट गरेर राखेको घरको वालहरूमा खुर्सानी हेर न कत्रो भएको बोडी खुर्सानी एकैको किडा हो यो अदुवा जस्तो प्याजै जस्तो छ के किन फाल्यो होला लसुन हो क्या हो लसुन नै त होइन फ्याँच्यो भन्छ नि त्यो प्याज जस्तै क्या अब त्यो जस्तो हेर त पुरै फाल्यो यहाँ फल्केको सबै ठुल्ठुलो राखेर फालेको होला सायद होइन यो यस्तै हो हुने यस्तै कचराको लसुन जस्तै हुने क्या तर किन फालेको यहाँ फेरि पुरा बच्चाहरू नुहाइदिइरहन् यिनीहरूबाट पानी निकालेर खुर्सानी कस्तो दामी छ त्यो चाहिँ एउटा यत्रोवटा है हुँदै हो यत्रो बोटो छ यत्रोवटा खर्सानीको ल्या खर्सानी फल्या व्यावसायिक खुर्सानी भनेको त होइन ए कति रे हो बचात्तै फलेको छ नि यहाँ चाहिँ फर्सी के फर्सी अन्त नि यो खाले होइन डल्लो खालको फर्सी डल्लो खाले होला यस्तो सानो सानो यत्रो सानो सानो डल्लो फर्सी रहेछ एउटा बोरा बोकेर चिक लगाइदिएछ स्याल रहेछ यो के अरे सिउडी जस्तो खानेकुरा हो है अन्त टर हुन्न आएर कट्टु ग्याङ ती मात्रै हो कि अघिल्लो चोटि चाहिँ यहाँ समुद्रमा आएर पनि समुद्र देखाएन भनेर गुनासो गर्ने मान्छेहरू टन्नै थिए है यसपालि चाहिँ मेरा गाइड छ सुरुबाट अन्तिमसम्म म समुद्र मात्रै देखाउँछु ल जाम गाडी आएको छैन है त के राखेछ यहाँ त डल्फिन पनि राखेछ छेउमा कहाँ देखाउने ल कति चाहिँ हेर्ने ल आज मनोजको लिएर गई खै भन्नु भने माछा चप्पल बगायो भने गाह्रो छ कि चप्पल बगायो नि त लिएर आयो त्यो चाहिँ ड्राइगन हो अरे ड्राइगन अरे भन्छ के अरे भिडियो गरेर त्यो चाहिँ ड्राइगन सेतो र रातो चाहिँ ड्राइगन हो अरे फान्साइले माल हुँदैन त्यो घोडा तर ड्राइगन भन्छ कति पुकै देखायो कति रहेछ त्यहाँ त कत्रो हल्लिरह
के हो तिम्रो त जुम गरे छैन कुरा हामी हराइन्छ खाएको साँच्चै परै पुगिसकेको छ त तिनीहरू त को त सिउ छिर्ने भन्थ्यो त फेरि भोक लाग्छ भनेर हुने केही होइन ऊ त्यहाँ पढ्न जानु मन लागेको थियो मलाई त्यहाँ पढाउनु भएको रहेछ भन्नु मन नलाग्यो यो छिपदुङ के भन्छ रे यसलाई साथी छिपदुङ ए छिपदुङ रे के दुङ भन्थे फेदुङ होइन के पो भन्थ्यो यार बत्ती के बत्तीलाई त्यो बत्तीलाई पानी जहाजमा झुन्डाउने बत्ती है टावर सबै पानी जहाजहरू छ यो त माछा मार्ने पानी जहाज हो यार साथी यो त फिल्ममा मात्रै देखाएँ मैले यार त्यो राति यहाँ यस्तो लाइट बोलेको देखिन्छ नि उहाँ पुग्यो बाइक लिएर हारि नै पुगिसक्यो पारी त नपुग्ला है म यस्तामा बस्छु होइन तिमीले है छिरे है त केटाहरू छिरे है ल है मस्तै छिर्छ कसै छिर्छन् कि के हो उताबाट गएर के माथि मारेतिर यस्तो हुन्छ नि जवानीमा डर लागिरहेको भने त्यसमा के अन्त म पौडी जानु त्यही गर्छु पानी खार आयो क्या खार आयो क्या ल आउने मिलाएको थियो के भयो त ल आन ल आने आने कस्तो दामी मौसम भएको के म त रातो भाइ क्या झन् है ए घामले उत्यो लेपो रहेछ तर रातै देखिया यार अहिले त्यो कपडाले पुस्दिएर पो हो कि सो हामी चाहिँ समुद्रमा पौडी खेलेको यस्तो मुखको टेस्टै बिगार्दा डेन्जर नुनिलो है आम्मा यार दाइ कस्तो लाग्यो तपाईँलाई अझ मलाई पो सोध्नु पर्ने त दाइले झन् कस्तो लाग्यो भनेर मलाई त साह्रो रमाइलो लाग्यो अझ उ त्यस्तो खेल्नु पर्ने कि त्यो तिनीहरू जस्तै के है ठिङ्ग उभिएर के विमल चाहिँ सन्चो नभए हामी चाहिँ ज्यान पखाल्न जाँदैछौँ यहाँ त कत्रो आएको छाल पनि वात हेर्नु त ए म चाहिँ हल्का फ्रेस भएर निस्किसकेको छु
अब चाहिँ हल्का एकछिन कफी सफी खानु जानुपर्छ भन्ने कुरा गर्नुभएको छ दाइले त्यहाँ मुखको टेस्ट लास्टै बिग्रियो क्या त्यो नुहाउँदैछु पानी छिर्छ अलिअलि अनि त्यो भइसकेपछि चाहिँ टेस्ट अलिकति कस्तो खट्टो जस्तो त्यो खालको टेस्टहरू आइरहेको छ क्या त्यो भएको भएर चाहिँ अब हामी कफी खान जान्छौँ यता पर सिउनी र सक्नुहुन्छ अहिले चाहिँ अब यो हल्का उत्यो हुँदै आइसक्यो साँझ पर्न थालिसक्यो नि त त्यो भएको भएर चाहिँ अलिकति अँध्यारो हुनु गइसक्यो अब चाहिँ सो अहिले हामी चाहिँ यहाँ सिउमा छौँ अनि त्यो पानीको टेस्टले चाहिँ यस्तो दिमाग खराब गराएर यार अमिलो रे नुनिलो बनाएर मेरो मुखै नुनिलो बनाएर सिउमा खाजा खानाको केटाले खाजा पनि ल्याइसक्यो के हो चाउचाउ नि ल्याएछ अनि चपस्टिक किन लिएर आएको त ए सौ तर डेन्जर रमाइलो भयो तिमी पनि खेल्नुपर्ने के साथी खेलेर मिचेको तर सबै भिडियो साथीले गरिदिएकै बिचको चाहिँ हामी चाहिँ पौडी खेल्न गयौँ चाहिँ खाइदिइहाल्नु पऱ्यो टेस्ट कस्तो भयो क्या मुखको साह्रै भयो क्या आफ्नै गुना जस्तो लाग्यो मलाई फर्काउनु पर्यो भने छाल पनि यस्तो राम्रो आउने रहेछ देखाएको चाहिँ होइन है देखाएको चाहिँ होइन यहाँ छरपष्टै रहेछ त्यही भएर यसो गरिदिएको मात्रै हो देखाएको चाहिँ होइन कति राम्रो रातो देखेको यामा तिमीलाई त ठ्याक्कै सुत्केरी जस्तो देख्यो यार दाइको ओठेर अब होइन दाइ कस एकचोटि यता हेर्नु त उत्ताउनु गरेर हेर्नु त अहिले म देखाउँछु तपाईँलाई भिडियो यस्तो राम्रो देखायो रातो के भर्खर तेल लगाएर चिल्लो भएर बसे जस्तो देखायो मनलाई चाहिँ सेतै देखाएँ मैले छेलेर हो यता हेर त ओ ल बल्ल माल देख्यो ल त्यही बल्ल जस्तो राम्रो देखायो यार अहिले त राम्रो देखायो फेसहरू पनि कालो अब त डुल्दै खाँदै है डेजर्ट आयो आइसक्रिम ओ यस्तो दामी भयो यार वाउ बवाल भयो हेर न यस्तो दामी देखेको ल्याउनु दाइ कहाँ जानु भएको यो चाहिँ अब हामी निस्किन लगाएको निस्किने बेलामा चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको छ यहाँबाट त्यहाँ त्यो घरले गर्दाखेरि घाम छेलिया छ त्योभन्दा पर दामी घाम देखेको छ मेरो खिचाउने तिमीलाई चलाउनु त डरै लाग्छ फेरि भात खुट्टा भाँच्यो भाइले मेरो हात खुट्टा भाँच्यो यसलाई चलाएरै So